ल फाइनली गाइस सुरक्षा पनि आइसकेको अवस्था छ। One photo ma'am, one photo please. Ma'am one photo. हार भक्न पाइयो पाइयो ल 15,000 भर्खरै ठीक छ गाइस त आत्तिकै घर गरेर यताउति गर्ने हेर 15,000 ले आत्ति 15,000 ले आत्तै हाल्छ नि हेलमेट लाएर चलाउनु पर्दैन अब छैन घरसँग ए यही टोलको हो का हामी यही टोलको हो का हामी यही टोलको हो हामी ए कस्तो सो अलराइट गुड मर्निङ गाइज द न्यू डे विथ न्यू ब्लग। सो आकाश हेर्न सक्नुहुन्छ यस्तो खुल्ला त कहिल्यै भएको थिएन होला। सो आज चाहिँ हाम्रो फाइनली बाइक आइसकेको छ। यो बाइक पठाएको हामी पूर्व सो इन्डियाबाट मोटर टकले चाहिँ यसको लेगाडहरू पठाइदिएको छ। टक्क फिट गर्नुपर्ने हुन्छ। अब मेरो बाइक पनि सोरुममा सुजुकी सर्भिस सेन्टरमा छ त्यहाँ गएर लिनुपर्ने हुन्छ। आज 200 गइन्छ र हामी मोटोवल पनि जान्छ। अनि पहिलाबाट हामीले हरेक महिना हेलमेट गिभ अवे गर्ने प्लान गरेको थियो। त्यो फेरि हामीले स्टार्टिङ गर्दैछौँ किनकि बिचमा अलिअलि ग्याप भएको थियो र त्यो भएको कारणले चाहिँ आज हामी फेरि मोटोवलमा गएर हेलमेट गिभ अवे हुन्छ। तपाईँले इन्स्टाग्राममा फलो गर्नुपर्ने हुन्छ, फेसबुक पेजमा फलो गर्नुपर्ने हुन्छ र त्यसपछि चाहिँ युट्युबमा चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ। सुरक्षा र मेरो होइन छिटो भन्दै दिमाग खराब गर्छ नि यार। सामान पनि पठाइदिएका छन् अनि टक्क लाएर बिल बुक पनि आइसकेको छ। यहाँ बिल पनि छ। मैले यहाँ एडिट गरेर चाहिँ मलाई के ल्याउन पठाएर यहाँ काटेर हेर सेफ यस्तो मिठो खान यता यस्तो मिठो त खानिदिने यार। ओ माई गड मासु नि पखाल्नु पर्ने कि यो पखाल्यो ल ठिक छ। अब म चाहिँ यहाँ टक्क लाएर हल्का ढाकढुक पारामा एडिट गर्दैछु टक्क लाएर। अब हाम्रो जिन्दगी यस्तै हो नो प्रपर सेटअप नो केही जहाँ हुन्छ त्यही जिन्दगी। यहाँ चाउमिन चाहिँ टक्क लाएर लतर पत्र बनाएर राखेको सो त्यही नै हो गाइस। अब यो खाएर चाहिँ हामी हेलमेट गिभ अवेको लागि मोटोवल जान्छ। फाइनल्ली हाम्रो खाजा यस्तो भइसकेको छ। अब खाजा खाएर निस्किनु पर्ने हुन्छ। कहाँ निस्किनु बेबी गिभ अवे गर्न होइन बाइकको गर्न अनि गिभ अवे नि गर्न होइन। सो मेरो स्वास्नीले चाहिँ यसरी खानिदिन्छु नि यस्तो यस्तो मिठो गरेर। तपाईँहरूको स्वास्नीले खानिदिनुहुन्छ कि हुन्न एकचोटि कमेन्ट गर्नु नभन्नुलाई। म के हो स्वास्नु क्या बोला थैंक यू गाइस यहाँ सुरक्षाको बाइकको चाहिँ टक्क लाएर मिनी स्कर्ट लाएर फिट गर्न पाएको छ। अब हामीले यहाँ छोडेर जानुपर्छ। यस्तो सानो भिडियो पनि पठाइदिन्छु। थ्याङ्क यू सो मच मोटो टक इन्डिया। त्यही फेरि यहाँ पठाइदिएको त्यो म चाहिँ डाइरेक्ट यहाँबाट मोटोवल जान्छु। एकछिनमा आउँछु नि है सबमा स्टिकर तसेर ल छिटो है म गएँ। ए यो हजुर लाउने ल गाइज म चाहिँ निस्केँ यहाँ सुरक्षा एकछिनमा आउँछु भनेपछि 509 बसौँ आया ठ्याक्क मैले चाहिँ अहिले पठाउ अर्डर गरिसकेँ। अनि अब चाहिँ निस्कियो नक्सालतर्फ। ढार एक्कासी बिहान के भयो दुखेर दिमाग खराब भइरहेको छ। तपाईँ यतै काम गर्नुहुन्छ? आउच हजुर यो घल्चाकोमा बिस्तारै मेरो बिहान ढारै सड्कियो के गरेर पनि। ल गाइस टक्क लाएर हाम्रो बुढा नीलकण्ठ मन्दिरलाई दर्शन गरेर निस्क्यौँ हामी चाहिँ सर। मलाई याद छ कि म सानोमा यो सर्पोले सुतेको मान्छेको भएको ठाउँमा आएको थिएँ कि अनि तर मलाई यादै थिएन यो मन्दिर यहाँ हो भनेर। मैले पछि बल्ल फोटो हेरेर बल्ल गुगलमा सर्च गर्ने बेला बल्ल यो फोटो यो मन्दिर यहाँ पो रहेछ भन्ने कन्फ्युज भएको कि मलाई थाहा ल मा टाइपको क्या। कतिवटा राइड हान्नुभयो तपाईँले? अहिले आज 11वटा जति भयो। दिनकै हान्नुहुन्छ? प्रायः दिनकै हुन्छ नि दिनमा लगभग मैले त खासै अब त्यही 1000-1200 भन्दा साथै हिँड्दै हाल्ने घरतिर होइन। ए 1000-1200 कमाउँदाखेरि हिँड्ने हाल्ने किन? त्यति बेर पुग्यो भन्ने ए फुल टाइम हान्नु हुँदैन? फुल टाइम हान्दैन पार्ट टाइम जस्तो हुन्छ ए पहिला चाहिँ गरिन्थ्यो। अब अहिले चाहिँ अब राइड पनि खासै दिँदैन नि त पठाउमा। ए हो र त्यो तिनटै एप खोलेर गर्न मिल्दैन? तिनटै मिल्छ त। अनि इनड्राइभमा रेट एकदम कम छ होइन। रेट कम दिँदैन त? इनड्राइभमा अति नै कम छ। अनि अब पठाउमा चाहिँ अलिकति अब ठिकै छ रेट भनौँ न। अब यो नयाँ याङ्गो भनेर चाहिँ के हो खै के हो पनि तपाईँको भिडियोहरू त म हेरिरहेको हुन्थेँ हेर्न त। थ्याङ्क यू सो मच। पहिला त खुब हेर्थेँ। अहिले चाहिँ अब टाइम खासै मिल्दैन। काम नि गर्नु पऱ्यो नि त होइन। तपाईँ युएस जानु भएको थियो होइन? युएस कि क्यानाडा जानु भएको तपाईँ? युएस गएको फर्केर आयो म। You guys can see अघि भर्खर उता पानी परेको छैन यहाँ हेर्नु रोडले छिप्पै पानी परेर कालो बादल बन्छ फेरि उता पानी त्यति परेको छैन क्या अब हेर्दा हेर्दै पानी चिसो बाटो छ नि यो हेर्दा हेर्दै बाटो बन्द हुन्छ क्या त्यहाँ
सुक्खा बाटो आउँछ क्या त्यस्तो टाइपको भइरहेको अहिले काठमाडौँमा पानीको छ बर्खाको टाइममा यस्तै पोखरामा पनि यस्तै हुन्छ यहाँ पनि यस्तै छ महेन्द्र SUV ल गाइस यु गाइस क्यान सी अघि भर्खर उता पानी परिरहेको यहाँ सुक्खा हुन्छ भने मैले सुक्खा ठाउँमा आइसकेँ फाइनल्ली फेरि यहाँ चाहिँ कति बेला पानी पर्छ र उता कति बेला सुक्खा हुन्छ त्यो चाहिँ अचम्मको चिज होइन सानो हुने बेला हामी खासै यसरी लङ ट्राभल गरिन्थेन नि त त्यही भएर थाहा हुँदैन क्या यहाँ पानी परेको यहाँ पानी परेको छैन अरे मतलब हामीले त एक ठाउँ पानी पऱ्यो भने सबै ठाउँमा पानी पर्छ होला नि सोच्थ्यौँ नि त त्यो होइन रहेछ होइन सानो सानो भाइहरूले हेर्ने हुनुहुन्छ कोही काठमाडौँभित्र पनि आधी ठाउँमा पानी नपरेको हुन्छ कि भिडियोलाई अगाडि बढाउनु भन्दा चाहिँ म तपाईँले एउटा एप्लिकेसनको बारेमा भन्न गइरहेको छु जसमा चाहिँ तपाईँले लाइभ न्युज लाइभ गेमहरूको म्याचहरू हेर्न सक्नुहुन्छ र प्रेडिक्सन पनि गर्न सक्नुहुन्छ टन्न गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नुहुन्छ यसको चाहिँ 24/7 कस्टमर सपोर्ट पनि रहेको छ तपाईँ पनि दामी तरिकाले इन्जोय गर्न मिल्छ सो डु चेक इट आउट कमेन्टमा पिन गरेको छ थ्याङ्क यू ल गाइस सुजुकीमा आइयो टक्क लाएर अब गइन्छ सार लाएर एक डाउन फ्लोर के लिफ्ट सर्ने एक तल नि हिँड्न बजा ढाड सड्किसक्यो नहिँडेर चाबी फाइनली आइसकेको छ अब यो बाइकले चाहिँ मलाई लैजान्छ कहाँ कहाँ हेरमै गाइस यस्तो बबल ठाउँ लैजान्छ कि कुरै छोडिदिनुहोस् हुन्छ हस् थ्याङ्क यू यल्लो कलरको बाइक आइसकेको छ पोखरा गएर नम्बर प्लेट हाल्नु पर्ला जस्तो छ क्या हो यहाँ टाइमै छैन फुर्सद छैन एकैछिन भइसक्यो अलि त म ठुलो बाइक चढेको भएर चाहिँ अलिक सानो बाइक भयो जस्तो फिल चाहिँ हुँदो रहेछ तर फर्स्ट टाइम चढ्ने मान्छेलाई त ठिकै हुँदो रहेछ जस्तो लाग्यो मलाई बाइक नि हेर नराम्रो चाहिँ छैन हेर मलाई पहिल्यैदेखि यो जिक्सर सुजुकीहरूको चाहिँ मनपर्ने भनेको चाहिँ स्पिडोमिटर हो क्या फुल्ली यस्तो बवाल दिएको हुन्छ कि यार बाइकहरू आछ अहिले चाहिँ बाइकहरू आछ होइन ल गाइस पहिला यो बाइकको पर्खाइमा कति परान जाला जस्तो भएको थियो अहिले त नहुनेजेलसम्म खै भइसकेपछि के हो नपाउँदा कस्तो पाएपछि सस्तो भने जस्तै सुनेर थाहा पाउनु हो मलाई ए हुन्छ ल निकीले हेरेछ भने दिदीले सम्झिनु भएको छ अरे ल सुरक्षा उतै माथि घरै छ हजुर म भयो 10-15 दिन ए हुन्छ नर्स हो हजुरहरू नर्स हो ए पार्लर हो ए मेरो कपालमा थियो के गर्नुपर्ने थियो अब यहीँ आउनु पर्ला जस्तो डिस्काउन्ट पाइएला जस्तो छ क्लियर चाहिँ म नक्सा लगाइसकेँ टक्क पछाडि यहाँ नक्सलको दाम हेर्न सक्नुहुन्छ अनि म सेन्दाइ त्यहाँ केटिएममा हुनुहुन्छ अरे प्राइम र केटिएम पनि यस्तो लुक्स हानिदिउँ न लुकआउट कस्तो छ भनेर होइन प्राइमको बाइक चाहिँ धेरै बिगिरहेको छ अहिले यति धेरै बिगिरहेको छ कि मान्छेहरू छक्क परिरहेको छ प्राइम बाइक बिगेर किन बिग्यो त गाइस त्यो चाहिँ कमेन्ट गर्न नभुल्नु होला तपाईँहरूले सो केटिएमको बाइकहरू टक्क हेर्न सक्नुहुन्छ अब चाहिँ एडभेन्चर पनि आउँछ भन्ने सुनेको थिएँ 2-3 महिनामा पछाडि केटिङ कवचले बनाएको राइडिङ गियर दामी यो पनि कवचले बनाएको हेलमेट आइरोको होइन सिबिडी सिबिडी लेखेको के हो स्कर्पियनको रहेछ सिबिडी टक्क लाएर यहाँ सुट हुँदैछ दामी तरिकाले ल केटिएम र प्राइम चाहिँ दुई दाजुभाइ होइन दुईटा पाङ्रा एउटा पाङ्रा केटिएम एउटा पाङ्रा प्राइम अनि इन्धन चाहिँ बजाज हो आमा सही भन्नु हो त तपाईँले आमा अफिस चाहिँ यता डेन्जर सेटअप भइरहेको रहेछ ट्याक्कै यहाँ त सिसा खाने कहिले काहीँ सिसा सह भने टाउ ठोक्किन्छ नि डाङ्ग गरेर म 2-3 चोटि ठोक्किरहेको यस्तोमा यता चाहिँ प्राइम गाइज ल केटिएम हल्का गर्मी रहेछ प्राइम चाहिँ हल्का शीतलो छ गाइज होइन नछौ मलाई म बेचिसक्यो तिमी बेचिसक्यो गाइज तिमीलाई बेचिसक्यो यहाँको मान्छेहरूले सय दामी बाइक चाहिँ होल लुक्स यही नै छ कस्तो क्याफे रेसर टाइपको दामी यार मलाई पनि मनपर्छ यो बाइक चाहिँ तर म किन्दिनँ जाम होइन ठिक छ मलाई दामी लाग्छ यो बाइक तर म किन्दिनँ फेरि यहाँ दिइहाल्छ चलाउँछु ल ठिक छ लगाइसकेको छ तपाईँहरूलाई जेन्युन हेलमेट चाहिन्छ भनेपछि मोटल सम्झिनु होला होइन त्यही भएर आउनुभएछ ल सही खुसी लाग्यो थ्याङ्क यू यार थ्याङ्क यू सो मच टक्क लाएर अब चाहिँ कस्तो राम्रो ल फाइनली क्या सुरक्षा पनि आइसकेको अवस्था छ बाइक बनायो नि होइन पुरै हेरेर काली आयो त्यो कस्तो गोरी आयो फेरि ल ठिक छ टक्क लाएर हेरेर कपाल छोटो बनाएर ल ठिक छ अब चाहिँ हेलमेट हाम्रो गिभअवे हुन्छ इन्स्टाग्राममा फलो गर्नु नभुल्नु होला र मोटोवोल सुरक्षा र एमआरबीलाई चाहिँ ट्याग गर्नु नभुल्नु होला र के अरे आफ्नो 3जना साथीलाई ट्याग गर्नु नभुल्नु होला अनि के अरे त्यस्तै हुन्छ इन्स्टाग्राममा सबै अपडेट आउँछ इन्स्टाग्राममा गरे ल हाम्रो म्यानेजर डिरेक्टर यहाँ कुरा भन्दै हुनुहुन्छ
अनि गाइज तपाईँले पहिलाको गिभअवेमा चाहिँ तपाईँले युट्युबमा चाहिँ ट्याग हान्नुभएको थियो मेन्सन गर्नुभएको थियो होइन युट्युबमा नगर्नु युट्युबमा सब्सक्राइब चाहिँ गर्नुहोस् गाइज सबैजनाले होइन अनि अर्को कुरा भनेको मेन भनेको हाम्रो इन्स्टाग्राममै मेन्सन गर्नु सबैजना 3 जनालाई इन्स्टाग्राममा मेन्सन गर्नु युट्युबमा सब्सक्राइब गरेको हुनु पऱ्यो सबैजनालाई फलो गरेको हुनु पऱ्यो है त गाइज त्यो युट्युबमा होइन ओन्ली इन्स्टाग्राम युट्युबमा गएर सर्च गरेर मोटोवर्ल्ड सुरक्षा एमआरपी तिनटामा जुन सर्च गरेर 3टामा हुन्छ भिडियो त्यहाँ गएर चाहिँ मेन्सन गर्नु पऱ्यो हामी 3 जना साथीलाई है ल गाइज फाइनली हामीले सुट गरिसक्यो तिम्रो बाइक रेडी भयो त उता नसम्झाउनु मलाई भन्छ नि थाहा छ क्या मलाई त्यति नै थाहा थियो मलाई सो त्यो भएको कारणले दामी हेलमेट आएको छ अफरमा गाइज अफरमा त होइन जे दामी हेलमेट आइरहेको छ यहाँ चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ चेक गर्न सक्नुहुन्छ भीम प्लाजानिर यहाँ पारि टिभीएसको छ यहाँ पहिला केटिएमको सोरुम थियो पहिला होइन ढाकढुक लाएर हेलो ओ मिस सुरक्षा के छ नि तपाईँ फोटो खिचौँ न ओ 1 फोटो म्याम 1 फोटो प्लिज म्याम 1 फोटो किन यस्तो 1 फोटो म्याम प्लिज खिच 1 फोटो म्याम 1 फोटो मैले पैसा कमाउनु पऱ्यो नि फोटो कमेडी सरी दिदी हैट यार पापराजी भएको यार कामै लाने यार आज यार हल्का फोटो खिचेर पैसा मनी गर न जस्टिन बिबर जस्तो तिमीले मनी गर न जस्टिन बिबरले गर्छ त्यो एउटा भिडियो भाइरल भएको थियो सो गाइज हामी फाइनल बाइकर्स क्याफे आयो कफी खानको लागि टक्क लाएर हामी खाएर निस्किनु पर्ने हुन्छ अनि भोलिको लागि चाहिँ दामी तरिकाले जानुपर्ने हुन्छ बाइकर्स क्याफे आउनु भने यहाँ मोटोवल पनि देख्न सक्नुहुन्छ र मेरो फोटो कहाँ गयो यहाँ मेरो फोटो पनि देख्न सक्नुहुन्छ चल पलेर ल ठिक छ सेन दाइको फोटो आएन कि यार स्टुडियो सब हटाइदिउँ म किन डिस्काउन्ट माग्छ न हल्का दाइलाई हल्का डिस हान्थ्यो कि दाइले कस्तो गला हान्ने हामी तरिकाले बुढी निस्क्यो कहाँ जानु लाग्यो बुढी हामी भुलेछु क्या अब गएर खाएर निस्किउँ न त अब हाम्रो भिजन धेरै ठुलो छ गाइज अब हामी होइन हामी अर्कै हो म जे बोल्दैछु सुरक्षा त्यही बोल्दैछु सुरक्षा जे बोल्दैछु म त्यही बोल्दैछु अब हामी ठमेलतर्फ लाग्यो गाइज टक्क लाएर ठमेलको नाइट भ्यू पनि एक झलक हेरेर घरतिर लाग्दिउँ भोलि त त्यस्तो कोरियन नि खान्छन् खान्न छ्या म नि खान्न रहेछ कोरियन बगै जाम त नि ल त्यस्तो घिल्लाउनु चाइनिज उसले खान्छन् चाइनिजमा खाने हो यार कोरियन खुबै हेल्दी हो ल चाइना र कोरिया लड्यो भने गोल जित्छ ल भन चाइना र कोरिया लड्यो भने गोल जित्छ भन ल जित्छ नर्थ कोरिया होइन नर्मल कोरिया अनि चाइना ठुलो भयो नि त यस्तो हेप्ने यार बुढालाई यार यस्तो हेप्नु भएन नि बुढालाई तिमीले के पायो मलाई यसरी हेपेर भन् ठमेलको नाइट हो ए ओके यहाँको उज्यालो हुन्छ यहाँको उज्यालो हेर्नु गाइस कस्तो बवाल उज्यालो छ मान्छेहरू कता कताबाट झोलो टुम्लो बोकेर हिँड्नु भएको छ यहाँ चाइनिजहरू आउँदै अनि लाइभ बस्दै गर्छन् है अचम्म भने यार किन त्यसरी आँखा झिम्काउँछ त्यो केटीले अर्का बुढालाई आँखा झिम्काउनु मलाई हो क्या हामी बुढाबुढीको गाई झगडा यसरी नै हुन्छ क्या रमाइलो मलाई हेर्छन् खासमा यिनले मलाई हेऱ्यो भनेर मक्क पर्छन् अन्यलाई नभए रिसाउने होला राम्री केटीले हेर्नै नहुने त अनि रिसाइहाल्ने त अनि कहाँ आयो हामी त फेरि फर्केर जानुपर्ने भयो गाइस बाइक यहाँ पार्किङ गरिदिउँ अब हामी चाहिँ यिनले जितिहाल्यो क्या मलाई यार कोरियन खान जाने भनेर यार आज त नभए सधैँ तपाईँले भनेको जान्थेन हो र ल ठिक छ सो त्यो भएको कारणले चाहिँ अब आज बुढीले भनेको मान्नु पर्यो अहिले माने भने एक दिन मानिदिनुस् न प्लिज अहिले फेरि अहिले घर घर गाइस महिला हिंसा स्टाफ अन्ली भनेको त यार हामी त स्टाफ अनि यहाँको कोक भनेको क्या कोक ल गाइस फाइनल्ली तिमी धनी होइन हामी सस्तो कोरियन खाना के अरे चाइनिज खाना हुन्थ्यो नि धनी गरेर कोरियन ल्याउँछौँ दिमाग खराब ल गाइस अब हामी खान्छौँ पेट डुक्ला अरू के छ बेबी अब हामी यो राइडको प्लान हल्का सुनाइदिउँ न त गाइजहरूलाई यस्तो नराम्रो क्वालिटीबाट राम्रो अर्को डिजाइन
कोरियन खाना आएको छौँ र अब हाम्रो भोलिको राइड भनेको चाहिँ बिहान सुरु हुनेवाला छ। हामीसँग दुईवटा गोरागोरिनीहरू हुनुहुन्छ। हामी गोरागोरिनी पाहुनाहरूलाई चाहिँ हामीले पाहुनालाई सम्मान गर्दै हाम्रो गाउँतर्फ जाँदैछौँ। डोल्पा जाने भनेको गाइड चाहियो मेन कुरो। अनि $500 एक्स्ट्रा पे गर्नु पऱ्यो कि $1000 एक्स्ट्रा पे गर्नु पऱ्यो। हामी चाहिँ जान्छौँ म डोल्पा होइन। हजुरको चाहिँ एकदम ठुलो थ्याङ्क यू। सानैदेखि हजुर गाउँमा ल्याउनु भएको थियो त्यो बेला चाहिँ म बाहिर क्लास माथि देवस्थान झन्डा पार्कमा जानुभएको थियो। धेरै अगाडि जानुभएको थियो। हजुर त्यहाँ जानुभएको थियो। लाइक भेट्नु नभएर म रोको भनौँ न सर। लास्टको आँगेश्री हो कि म खाना खाने गइसकेको थिएँ। हजुर। अनि तातो पानी थप्ने चाहिँ म फर्केको थिएँ। आँगेश्री थ्याङ्क यू। एकदम मिठो तपाईँको एकदम थ्याङ्क यू सर। अर्डर दिनुहुन्छ यो खानु मन लाग्यो खाइदिउँ भयो खाइदेऊ न। एउटा ल स्ट्रिम पपकर्न आफूले खानु मन लाग्छ अनि एक्लै खान सक्दिनँ नि त म खाइदिउँला नि त एउटा दुइटा। ल अहिले त अनि अरू के छ बेबी प्लान? खालि जोडकास्ट गर्न हुन्छ त जोडकास्ट हल्का जोडकास्ट त हान्नु पऱ्यो नि। अडियन्सलाई जे मनपर्छ त्यही। अनि एउटा सब्सक्राइबर ब्रदर गीत भेटेको नगाएको पनि धेरै भयो क्या हामीले लगाइदियो एउटा आँगै सिरिङ्ग भनेको बुझ्नु हो आँगै सिरिङ्ग भनेको बुझ्नु हल्का त्यो गुज बम्स। ए 90s का बच्चीहरू 2000 का बच्चीहरू 90s का बुच्चीहरू what you mean by 2000 का that bro? बच्चीहरूले हिरो भन्छ। हामीलाई थाहै नहुन्छन् गाइस। हामी 19 का लागि हामी जेटीमा रहन यो अहिले के रहेछ भने यो 2000 का बच्चीहरूले के सोच्दो रहेछन् भनेपछि यस्तो म्याच्योर्ड छु जस्तो सोच्दो रहेछन् कि हामीलाई चाहिँ भन्न आउन्न यिनीहरूलाई चाहिँ भन्न आउँदो रहेछ। बोल्न नआउने मान्छेले के गर्नु म्याच्योर के हो त? म्याच्योर ए त्यस्तो Mature. बुझ्यो नि त मैले त्यो भने। बुझिनँ यो म्याच्योर नाटक के यो मेन भनेको आफ्नो नेपाली शुद्ध बोल्न आउनु नइङ्ग्लिसलाई शुद्ध बोल्न खोज्ने क्या इङ्ग्लिस नौटङ्कीहरू। नेपाली मजाले अमेरिका- मैले जति नेपाली सुन्छु तपाईँले भन्न सक्नुहुन्छ ल किन सक्दैन ल ल ल ल बाहिर ल अब बन्द भयो। ओए भाचे यस्तो ल यहाँ आएर हेर आया ल ल ल ल म हार्छु। मरे के अरे ल नेपाली मात्रै बोलौँ न त एक ल। शब्द इङ्ग्लिस बोल्नु ल मन ल नेपाली बोल्ने कुरा गाइस होइन शब्द बोल्ने होइन पाइएन नेपाली मात्रै उच्चारण शुद्ध हुनु पर्यो। उच्चारण शुद्ध होइन नेपाली मात्रै बोलौँ नेपाली हुन्न त्यस्तो त। ल अनि तपाईँलाई आउँदैन तपाईँलाई नेपाली बोल्न आउँदैन मलाई आउँछ नेपाली तपाईँलाई बोल्न। राम्रोसँग नेपाली बोल्नै आउँदैन आउँछ मलाई नेपाली कसरी आउँछ यही बोलिरहेको छु त हामी। बोल्न आउँदैन आउँछ तपाईँलाई मलाई तपाईँलाई आउँछ तपाईँलाई नै आउँछ तपाईँलाई आउँदैन आउँछ के गर्नु आउँदैन हँ? हो अर्को आज छोरालाई हान्ने बाबा हाने मलाई भन्ने अनि बाबाले मेरो छोरीलाई हान्छ बुहारी भन्ने। म जेनेरेटर चाहियो अरे गाउँमा 35,000 पर्छ अरे किन लाइन गए गरेर त्यही मेरो गाइस लाइन गए गऱ्यो स्कुलमा घिसिङमा निकाल्ने मान्छेलाई त मैले यसो एउटा दिनले कमन सेन्सै लायो भने पनि के अब केही नथापेकै मान्छेलाई कमन सेन्सै लायो भने पनि त्यही सिस्टमलाई मात्र हुन्छ नि उस गर्न यस्तो नबोलेर जेल हाल्छन् रे नबोलेर छोडिदियो हामी बोल्नु हुँदैन जेल हाल्छन् के भने जेल यदि बोलेर जेल जान्छ भने चाहिँ जानलाई स्वतन्त्र देश भएको के फाइदा भयो त नि बोलेर नि हुने होइन केही प्रस्टेसन पनि पाउन नपाउने भएपछि के फाइदा भयो त बोलेर नि हुने होइन केही नहान नि दुख्छ कि तिम्रो छोरी मान्छे हो मैले हान्दा दुख्दैन भने कम दुख्छ नि तपाईँले हान्नु कसरी हान्नुहुन्छ नि मलाई फेरि यहाँ भिडियोमा मात्र नाटक गरेर हुन्छ हान्नु न तपाईँले मलाई हान्छु हानौँ फेरि होइन भरै भरै त्यो भरे भनेर रुवाइदिन्छु न त त्यस्तो मान्छे गाइस फाइनली हाम्रो यो के हो साइड डिस आइसकेको छ टक्क लाएर यिनले अगाडि नै खाएर भ्याउनु लगाइसकेको दामी तरिकाले अब यहाँ आगो बालेर मासु पोलेर अनि हाम्रो यहाँ सब्सक्राइबर हुनुहुन्छ थ्याङ्क यू सो मच खुसी लाग्यो भेटेर हामी चाहिँ खाएर निस्किनु लागि यत्रो खाइयो होइन आलु खाएर देखाइदिनु त भर्खरै 15,000 दिन्छ एक प्लेट आलु खाएपछि 15,000 दिन्छ एक सेकेन्डमा दिएकै एक सेकेन्डमा खानु त कसरी सक्ने हो त एक सेकेन्डमा 15,000 हाल्नु कति टाइम लाएर खानु पऱ्यो 10-15 मिनट त ल्याउनु पर्ने के रातै घर लाएर खाएर आलु होइन अर्को चिज खान्छु नि त नि आलु नै के 500 को चिज खान्छु 1000 को त नखानेकै धेरै हुन्छ खाएर माग्नु पाइएन पाइयो ल ल गाइस 15,000 च्यालेन्ज पनि हामी फेरि अब 15,000 भर्खरै त्यो आलु मैले भनेको खानुभयो भने नि 1 घन्टा लाएर खाने भने पनि पाउनु भयो ल ल 1 घन्टा हुन्न 1 घन्टा बोलिसक्यो भिडियोमा रेकर्ड भइसक्यो हुँदैन त्यो काँक्रा खान्छु नि त नि बेबी काँक्रा त खानै मन लाग्छ त्यो आलु खानु मन लागेन कि काँक्रा गरम हुन्न के हुन्न अनि बनाऊँ न बनाऊँ ल ठिक छ गाइस आत्तिकै घर गरेर यताउति गर्ने हेर 15,000 ले आत्ति 15,000 ले अट्टाइहाल्छ नि हैन 15,000 ले अट्टाएपछि यस्तो बोली चेन्ज गर्ने ल ठिकै छ ल ल ल म खाइदिनँ ल म खाइदिनँ भनेपछि क्या हो बेटी तुमको गाइस हेर्नु टक्क लाएर यो यहाँबाट झिकेर यताबाट खुद को ही मैं खो बैठी
तू मुझको ढूंढे तो अब जन्नत भी ना लूंगी। गाइस दिदीले चाहिँ बाइक चलाउँदै हुनुहुन्छ प्र्याङ्क गरमै माइक गरायो भनेर खतरा झगडा पर्नेवाला छ अब म माइक हरायो भनेर प्र्याङ्क गर्छु खतरा झगडा पर्नेवाला छ ट्रकले चाहिँ दामी पठाइदिएछ थ्याङ्क यू सो मच यो नि कस्तो राम्रो रहेछ यो त मेरोमा हाल्नुपर्छ क्या झिक्रो यो त्यो मेरो जिपिएस हाल्ने जस्तो हो क्या यो सब बनाउँदो रहेछ त्यो गाइस फाइनली घर पनि आयो बाइक पनि सब रेडी भइसक्यो मेरो त छैन साह्रो लिस्टै अब सबै सामान सुरक्षाको मान्ने त हो नि मात्रै बाटो मान्छे दामी छ है ए ल आमा ल सुरक्षाको नयाँ हेलमेट खै हेलमेट रुक रुक ब्रेक ब्रेक हेलमेट खै हेलमेट किन नजरेको माइक खै छैन कसम छैन गड प्रमिस हेलमेट लाएर चलाउनु पर्दैन अब छैन गर्छौँ हो इन्सपायर नहुनुलाई यस्तो ए यही टोलको हो क्या हामी यही टोलको हो क्या हामी यही टोलको हो हामी ए कस्तो नबुझेको यार कस्तो नबुझेको तिमीले हामी यही टोलको हो के अर्कोचोटि सुनेर चिन है ओके ल थ्याङ्क यू चट हामी यही टोलको भनेछु यार कस्तो कुरा नबुझेको तैँले यही टोलको भनेछु अहिले टाउट जा यही टोलको हो हामी आइस र थपर आइस यही टोलको भन्दा नि बुझ्दैन यार यो कुर ल खुबै उठेर यति उठेर ल ठिक छ ल गाइस फाइनली घर आइपुग्यो आजको राइड कस्तो भयो आजको दिन कस्तो दिनचर्या कस्तो भयो तपाईँको 23 वर्ष पुग्छिन् पर्सिबाट अनि टक्क लाएर अब पर्सि 23 वर्षमा मैले तिमीलाई 23 वटा केक काट्दिनँ है काट्दिनँ सो त्यही नै गाइस रात परिसक्यो घर आइसक्यो अब खाना त खाएर नै आइसकिन होइन के कोरियन खानुलाई चाइनिज खान जाने हो कोरियन खानु भोलि तिमीले अनि खुवाएको मलाई सो अनि एक खाइन्छ अनि भोलि बिहान निस्किन्छौँ हामी दुईजना हामीसँग दुईवटा विदेशी नागरिक पनि हुनुहुन्छ उहाँलाई टन्न घुमाएर लिएर आउनुपर्छ फर्काएर होइन सो त्यो भएको कारण चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र विदेशबाट पैसा पठाउनु हुन्छ जुनसुकै ठाउँबाट अस्ट्रेलिया युके लन्डन अमेरिका जताबाट पैसा पठाउनुहुन्छ त्यो ट्याप ट्याप एप डाउनलोड गर्नुहोस् र मेरो प्रोमो कोड BIBIDJUN प्रोमो कोड युज गर्नु भने तपाईँले $15 एक्स्ट्रा बोनस पाउनुहुन्छ र पैसा पनि 3 मिनट होइन 2 मिनट नै होइन 1 मिनटमा आउँछ अनि तपाईँले कस्टमर सर्भिस पनि 24/7 छ तपाईँले जति बेला फोन गरेर मेरो पैसा के भयो भनेर ठर्काउनु नि मिल्छ होइन सो त्यो भएको कारण ट्याप ट्याप एप डाउनलोड गर्नुहोस् 0 फी पनि लाग्दैन बेस रेट अझसम्मको बेस रेट सबै पाउनुहुन्छ सो डु चेक इट आउट